사소나서 잘했다 싶으시네. 정화절로 저절로 가게 되면 다시 되려 보고 다시 되면 저절로 들어가서 다시 되려 보고 정말도 마셔. 저기 저 선언을 쳐서 선언을 담바고 있는 대단 돌아마고 이제는 뭐 심지어로 삼바를 다시 내자도 공격파 체리는 대유 하고 선언이 다시 대장들을 진바도 선서 하고 숨도 냠바르 저전으로 다시 대장 mati mana? Mati sana. Yo sangue da gente todo tomar en el mundo.
सर्वश्रेष्ठ शान्तिका नायक गौतम बुद्धप्रति अञ्जलीबद्ध वन्दन गर्दछु। आजभन्दा 2500 वर्ष अगाडि नेपालको लुम्बिनीमा अवस्थित सुन्दर बगैँचामा सूचित देवलोकबाट श्वेता केतु हात्तीको रूपमा झरेर अपार पुण्यका धनी महामाया देवीको गर्भमा प्रवेश गरी वैशाख पूर्णिमाको दिन अनौठो लक्षण सहित जन्म लिनुभयो। बुढोपन, रोगी हुनु, मृत्यु हुनु आदि दृश्यले संसारदेखि वैराग लागेर 29 वर्षको उमेरमा सुसम्पन्न राजदरबारलाई त्यागेर शान्तिको खोजीमा लाग्नुभयो। 6 वर्षको गम्भीर तपस्याले भारतको बोधगयामा बोधि ज्ञान प्राप्त गर्ने अवसर पाए। त्यति मात्रै नभई उहाँले प्राप्त गरेका ज्ञानको ज्योतिलाई अरू समक्ष पुर्याउनका निमित्त 4 आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग लगायत धेरै सूत्र तन्त्रहरूको धर्म प्रवचन गर्नुभयो। यी धर्महरूलाई संक्षेपमा भन्नुपर्दा आगमन र अधिगम गरी 2 भागमा विभाजन गरेको पाइन्छ। यी धर्महरूलाई हजारौं वर्षसम्म स्थिर राख्नको निमित्त हामी प्रार्थना गर्दछौँ र विश्वमा रहेका उत्तम शासनदारहरू श्री परम पूज्य गुरु पेना रिम्पोछे, परम पूज्य गुरु चटक रिम्पोछे, परम पूज्य गुरु तुलसी रिम्पोछे, परम पूज्य गुरु खेम्बु सङ्गे रामजु रिम्पोछे लगायत सम्पूर्ण परम पूज्य गुरुहरू दीर्घायु रहेर मनोकामना पूरा होस्। उहाँहरूको आशीर्वादले देश विदेशमा भइरहेका जय जगडा, राजा विघ्न अनिकालहरू हटेर सुखको क्षेत्र उपभोग गरौँ। निमन्त्रक शेर्पाको परिवारले परम पूज्य गुरु सङ्गे रामजु रिम्पोछेलाई 80 खदा सहित दर्शन भेटी रुपियाँ 150 रुपियाँ र अति कठिनाइको बावजुद पनि शून्य सुनाउलो अवसर प्रदान गर्नुभएकोमा अर्पण भेटी नगदी रुपियाँ 5550 र छेपाग्नेको मूर्ति साथै लोपेन्द्र दुर्जे लोपेलहरूलाई रु 500 को दरले चलाउँदछु र अन्य लामाहरूलाई रु 100 को दरले चलाउँदछु। उहाँले गरेका यस पुण्यले सम्पूर्ण प्राणीहरूलाई बोधिज्ञान प्राप्त गरोस् र विश्वमा बुद्ध धर्मको प्रचार प्रसारको बन्ने कामना गर्दछु। बहुत सर्वमङ्गलम।